यो गाउँमा बसेको पनि यति वर्ष भइसक्यो तपाईँको लागि चाहिँ केटी भेटिएन हो 4 क्लासदेखि लभ पढेको छैन तपाईँको त काम लाग्दैन भाइ तेरो केटी छ भने मलाई धाक नदेन तेरो केटी बा बाहिरबाट माइली भित्रबाट माइला छ अहिलेको अनलाइनको त के भएर नि दाइको छैन अनि आरिस गर्छ अब अगाडि किन हेर्नु अनि के थाहा हो मेरो पनि छ कि अब भाग्यमा अहिले पो एक्लो छु त अनि अब पछि त छ होला नि त हौ मेरो पनि दाइ तपाईँले बिडी चाहिँ कति खानुहुन्छ हौ तपाईँको लास्टमा एउटा केटी त आउँछ क्या बिडी नखानु भनेर चाहिँ ए एउटा केटी आएको भए त म नि यो बिडीहरू छोड्थेँ होला हिजो आयो भने आज आउँछ दाइ अनि त्यो आउँछ मेरो भाइ आउँछ मेरो मनले त्यस्तै भनिरहेको छ क्या आउँछ भनेर त्यो केटीलाई आज नि त्यसलाई मैले देख्न पाउँछु क्या आउँदैन त्यो केटी आज चाहिँ ए टेन्सन नगर्न त आउँछ क्या दाइ आयो 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 दाइ तपाईँलाई त बोल्नु मन थियो होला है बोल्नु मन छ नि अब 81 गरेर बोलाउँ भने नि अप्ठ्यारो हुन्छ नि त मसँग एउटा प्लान छ के ला के भयो ए के भयो तपाईलाई आई नो यु हजुर मतलब हाउ आर यु हजुर म त ठिक छु तपाईलाई चाहिँ के भयो चोट लागेको हो र त्यो कुरा छोडिदेऊ बाइ द वे मेरो नाम चाहिँ जोन अनि तिम्रो तपाईलाई किन भन्नु मेरो नाम ए नाम त भन्दा लभ पर्दैन होला नि त भन्नु नचिनेको मान्छेलाई नाम किन भन्नु नि तिमीले मलाई नचिन्ला तर म त तिमीलाई सानैदेखि चिन्छु कसरी त्यो कथा लामो छ समय आएपछि तिमीले आफै थाहा पाउँछौ हजुर बुझिन नि के होइन हुन्छ मलाई घरमा काम छ म अहिले जान्छु है ए तिमी यहाँ पो छौ अहिले भर्खरै आएको साँच्ची तिमीले आफ्नो नाम भनेनौ नि हिजो अनि मेरो नाम थाहा पाएर के गर्नुहुन्छ र बाइ द वे मेरो नाम खुसी ए साँच्ची तपाईँले हिजो मलाई चिन्छु भन्नुभयो होइन कसरी चिन्नुभयो क्या त हामी 4 क्लाससम्म सँगै पढेको सानोको कुरा यति छिटो बिर्सेको तिमीले चिने तर तिमी त पहिला भन्दा कति चेन्ज भएछौ त तिमी झन् पहिले कति राम्रो थियो अहिले झनै राम्रो भएछ नि त त्यस्तो त होइन होला तर तिम्रो नाम पहिला जो नै थियो र होइन पहिलेको नाम अलिक राम्रो लागेन कि अनि यो नाम राम्रो लाग्यो हामीले नाम चेन्ज गरेको हौ ए त्यस्तो चाहिँ हो तिमी पहिले पनि नभनी गयौ आउँदा पनि नभनी आयौ अनि यति वर्ष पछाडि के कति काम ल्याएको नि धेरै वर्ष पछाडि गाउँको याद आयो त्यही भएर आएको नि हुन्छ मेरो घरमा थोरै काम छ हामी भोलि भेटौँ है माथि खरी डाँडामा हुन्छ दाइ आज चाहिँ त्यो केटीलाई प्रपोज हान्दिनु है
हान्छु होला हानु भनेर डर पनि लागिरहेको छ नडराउनु क्या दाइ डराएर काम छैन क्या तपाईँको लागि फुल पनि ल्याइदिएको छु मैले कहाँ छ त यो त्यो आज हानिदिन्छु नि त ल ल हान्नुपर्छ अहिले त प्रपोज ए केटी नि आयो लु केटी नि ल्याइरहेछु लु दाइ प्रपोज गर्नु पऱ्यो आज चाहिँ ल हो हजुर हजुर हान्नु पऱ्यो आज चाहिँ म यहाँ बस्ती गर्छु तपाईँ हानेर आउनु ल दाइ हिँड्न म त नै लास लाग्छ अर्काको हेर्नु पनि दाइ जानु तपाईँ जानु तिमी आयो आएँ कति आइदिनु अहिले भर्खरै आएको सुन न हजुर म तिमीलाई कस्तो लाग्छ तपाईँ ठिकै लाग्छ तपाईँको बानी बेहोरा राम्रै छ बोलीचाली राम्रो छ राम्रै लाग्छ तिमीलाई थाहा छ तिमीलाई म सानोदेखि माया गर्थेँ तिमी तर सर सिधिसकेको रहेछौ सानोदेखि तिमीलाई म एउटा कुरा भन्नु गइरहेको थिएँ तर भन्नु सकिनँ अहिले आएर म त्यो कुरा भन्नु गइरहेको छु म तिमीलाई धेरै माया गर्छु आई लभ यु हेर तिमीलाई म साथी त राम्रो सम्झिन्छु तर म एक्कासी तिम्रो प्रपोज एक्सेप्ट गर्न पनि त सक्दिनँ त्यसैले म तिमीलाई भोलि सोचेर भन्छु है अहिलेलाई म जान्छु है के भयो किन बोलायो मलाई त्यो दाइ तपाईँले भन्नुभएको हो रहेछ नि हो के हो त्यो त केटा मान्छे परेछ नि ला हो र अनलाइनबाट भेटेको केटीलाई भरोसा गरिँदैन रहेछ मैले तँलाई भनेकै हो तर टेन्सन नले त्यस्तो भइहाल्छ हिजो कल गरेको थिएँ केटाले बोल्यो एक्कासी ला हो र म त कम्दा तर्सिनँ क्या अब अनि नाम लोज लिएर कता आइनँ नि त दाइ मलाई त मोड्न मन लाग्यो आज अब थेट के भन्छ यति 5 वर्ष बोलेको थेट अब बोल्न त बोलिस् नि अब भयो त सक्नु त पुरै रक्सी खानु मलाई मोड्नु मन छ हौ दाइ हिँड्न बस न म त मोड्छु म त मोड्छु बरु हिँड्न रक्सी खान जाउँ तलतिर ए हो म खान्छु नि अनि होइन अनि आज अनि तेरो ब्रेकअप भएको नि अब आज म एक गिलासै एक गिलास चाहिँ के हो तिमी आयो आइपुगेँ तर तपाईँ चुर पनि खानुहुन्छ मलाई चुर खाने मान्छे मन पर्दैन हो अनि हिजो भनेको के सोच्यौ मैले पनि यो कुरा घरमा गएर धेरै सोचेँ मलाई पनि तपाईँ पहिलो नजरमै मन पर्नु भएको थियो बस तपाईँले चुरोट खान चाहिँ छोड्नु है हुन्छ म अहिलेदेखि नै चुरोट सबै छोडिदिन्छु के गरेको तिमी एक्लै यहाँ के होइन यत्तिकै फोन हेर्दै तपाईँ चाहिँ कता हिँड्नुभएको म एक्लै हिँडेको पर्सि अलिकति काम थियो अनि यही बाटो आउनु भएको थियो त्यही भएर आएको ए अनि तिमी चाहिँ एक्लै के गरी बसेको म त्यो फुल हेर्दैछु कति राम्रो छ हेर्नु न मलाई कति मन पर्यो तिमीले ल्याइदिनु तिमीलाई लागि
ल तिमीलाई मन परेको फुल। टाढाबाट हेर्दाखेरि त राम्रो देखिएको थियो, नजिकबाट हेर्दा झन् राम्रो रहेछ हौ। तिम्रो कानमा सिउरी त झन् राम्रो देखिन्छ। तपाईँ मलाई कति माया गर्नुहुन्छ? म तिमीलाई काजी जसरी माया गर्छु, कुरा यति हो तिमी मास्टरले हुइदिनु नि भइहाल्यो। जोन, हजुर तपाईँसँग एउटा कुरा गर्नु थियो। के कुरा? हिजो हामी यहाँ बसेको प्राकृति देख्नु भएछ? त कहाँ गएको थिइस्? साथीकोमा गएको थिएँ। मलाई सबै कान्छीले भनिसके त कहाँ गएको थिइस् भनेर। ती काकीले के सुनाइन् र तपाईँलाई? त्यो पल्लो डाँडाको केटासँग बोल्छिस् भनेर कान्छीले सबै सुनाइसके मलाई। ऊ मेरो साथी मात्रै हो, बोल्दैमा के हुन्छ र? समाजले देख्छ मान्छेले के भन्छन्? आज तैँले त्यस्तो गरेर हिँड्दाखेरि भोलि मैले नाक देखाएर हिँड्ने बाटो हुन्छ? मेरो नाक काटिस् भने तैँले? मम्मी, के माया गर्नु पाप हो र? हामी एकअर्कालाई सानैदेखि माया गर्छौँ। हाम्रो जात पनि मिल्दैन। ऊ मगरको छोरा हो, त कानीको छोरी होस्, कि उसलाई त्याग कि मलाई त्याग। काकीले यो कुरा घरमा लगेर सुनाउनु भएछ। अब आमाले मेरो बिहेको लागि केटा पनि खोजिसक्नुभयो। आमाले भनेको कुरालाई म इन्कार गर्न नि त सक्दिनँ। अब हामी छुट्टिनुपर्छ। छुट्टिने कुरा किन गर्थ्यौ? मैले तिमीलाई मनदेखि माया गरेको थिएँ, कसरी बिर्सिन सक्छु र म? अब हामीले हाम्रो सम्बन्धलाई यहीँ अन्त्य गर्नुपर्छ। आमाको खुसीको लागि भए पनि मैले तिमीलाई छोड्नै पर्छ। जो सक्छौ भने मलाई माफ गरिदिऊ। बदलिएछ समय, बदलिएछौ तिमी, बाजाती कसम भुली गयौ तिमी। म त उही छु आज पनि, जहाँ छोडेर गएथ्यौ तिमीले। फेरेको बाटोमा कतै हराए मनी, कति सपना सजाएथे आँखैको दिलमा। आज आँसु बनी बग्यो नबस्ने यो दिलमा। तिमीलाई खुसी देख्नु नै मेरो जित थियो रे, तर मेरै आँसु तिम्रो मुस्कानको गीत भयो रे। सम्झनाका तरेलीमा यादहरू अझै ताजा छन् मेरा। हरेक पलहरू अब त मात्रै साझा छन्। फर्केर नआउनु अब, मलाई खोज्न फेरि म मरि
सकेको हुनेछु हो भुल्न त खोज्छु तिमलाई हरेक रात र सम्झाइदिन्छ यो जुनले तिम्रो त्यो साथ बत एक्लोपन नै मेरो साथी भएको छ मेरो मुटुको धड्कन कतै थामिएको छ बदलिएछ समय बदलिएछौ तिमी म त उही छु आज पनि हेलो अनिकी दाई के गर्दै हुनुहुन्छ यसो दिइराख्दै हो हाम्रो साथीले त बिहे गरेछ नि को साथी हो हामीहरूसँग गोल खेल्ने साथी हो कोसित गोल खेल्न हो फेरि हामीहरूसँग हो त्यही लक्ष्य ए त्यसले अनि हो दाई ए ला त्यसले बिहे गरेछ गरेछ दाई लु दाई हामी पनि जानुपर्छ अब ल ल ल म आएँ केटाले बिहे गर्छु चाहिँ भन्दै थियो ल्याएछ त आज ल्याएछ त्यही त राम्रो छ भनेर सुन्दै थिएँ देखेको म नि आजै त आएको हो मलाई टोइलेट आयो त बस्ती गर्न ल अस्ति सोट आयो क्या मलाई चाहिँ अहिले ल ल तिमी अझै चुरोट खान्छौ के गर्नु हो एक्लोपनको साथी यही भएको छ तिमीले छोडे नि यसले छोडेको छैन तिमीलाई थाहा छ यो ठाउँमा तिमी र म पहिले कति खुसी थियौ थाहा छ तर अहिले हेर तिमी कहाँ म कहाँ समयसँगै सबै कुरा परिवर्तन भइसक्यो तिमी म अनि हाम्रो सम्बन्ध पनि अनि यो सम्बन्ध बचाउनु तिमीले खुसी पनि गरेन भने छोडिदेऊ यो कुरा तिम्रो र मेरो साथ भाग्यमा लेखिएको थिएन भाग्यले हो कि मैले त बुझ्नै सकिन केही के तिमीले मलाई 1 सेकेन्ड 1 मिनेट 1 दिनको लागि भयो भने साँच्चै माया गरेको थियौ नै अनि कथाको अन्तमा नभयौ तिमी फुल मेरो बन्जर बगैँचा पो भए कसरी मरुन्थे प्रिय सुकी गए सबै आँसुका मूल मेरो